हाई गाइज, आज चाहिँ मेरो ड्युटी अफ छ, त्यही भएर मैले चाहिँ युनिफर्महरू वासिङ मेसिनमा हालेको छु। यो चाहिँ वासिङ मेसिन अनि यो चाहिँ मेरो कपडा। यहाँ चाहिँ एक दिराम हालेपछि चाहिँ 30 मिनट एकदम राम्रो वास गरिदिन्छ, ड्राई पनि भएर निस्किन्छ, एकदम सुविधा छ। अनि त्यसपछि चाहिँ मैले बाहिर कपडा ल्याएर सुकाएँ। बाहिरको दृश्य यो मेरो चाहिँ रुमभन्दा बाहिरको दृश्य हो, एकदमै राम्रो छ, घाम पनि डुब्न लागिरहेको छ। बाहिरबाट हेर्दा त यस्तो दामी देखिन्छ, बुर्ज खलिफा चाहिँ यो बिल्डिङले ठ्याक्कै रोक्छ। अब मैले चाहिँ केही सपिङ गर्न पर्ने छ, त्यही भएर म चाहिँ बाहिर निस्किन्छु। देख्न सक्नुहुन्छ पछाडि यो चाहिँ मेरो सत्वको हाइवे हो हैन, पछाडिबाट हेर्दा चाहिँ ठ्याक्कै गुम्बातिरको जस्तो देखिन्छ। अनि अझै राति भइसकेपछि चाहिँ एकदमै झिलिमिली हुन्छ कि यति आनन्द हुन्छ हैन, हेरिराखौँ जस्तो हुन्छ। यहाँ मान्छेहरू फोटो खिच्न कति आइरहेको हुन्छ कि। यो चाहिँ हाइवे नै हो, हाइवे भन्दा अलिकति साइडमा हाइवे नै भन्छ, सत्व हाइवे। दामी छ ठाउँ पनि, एकदमै फिलिपिनीहरू पाइन्छ यहाँ चाहिँ, एकदमै नाङ्गे हिँडिरहेको हुन्छ, यस्तो खतरनाक ठाउँ छ। मैले चाहिँ केही सपिङ गर्न पर्ने छ। अब चाहिँ म पहिला त हेयर कट गर्नेछु। यो उतै देखिराख्नु भएको छ नि, यहाँ चाहिँ 5 दिराममा कपाल काटिदिन्छ, एकदमै राम्रो छ। अहिले चाहिँ म बाटो क्रस गरेर हेयर कटमा आइसकेको छु बारमा। अब चाहिँ मैले 5 दिराम दिएर मैले कपाल काट्नेछु सुरुमा त, अनि त्यसपछि चाहिँ म नेक्स्टतिर मार्केटतिर जानेछु। यहाँ चाहिँ लाइन लाएर कपाल काटिदिन्छ हैन, तरकारी सब्जी बेच्न लागेको जस्तो। नेपालमा जस्तो हैन, 2-3टा कुर्सी हुने, यहाँ चाहिँ 20-22वटा कुर्सी छ। अहिले चाहिँ मैले कपाल काटिसकेको छु, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो अहिले लुक्स हो, कपाल काटेको लुक्स कस्तो लागिरहेछ। अब चाहिँ म सिधै निस्किन्छु नेक्स्ट मार्केटतिर। मैले चाहिँ यहाँ केही सामान किन्नुपर्छ। इम्पोर्टेन्ट त मेरो लागि आज चाहिँ टेबल हुनेछ, ह्यान्ड टेबल। मलाई चाहिँ केही कुराहरू लेख्न चाहिँ एकदमै गाह्रो भइरहेको छ, त्यही भएर मैले चाहिँ यहाँ टेबल सोधिरहेको छु। अब म चाहिँ सिधा माथि छ भनिरहेको छ। अब म चाहिँ माथि जान्छु, माथि फ्लोरमा राखेको छ अरे, सामान पनि बोकेर आएको रहेछ यताको भैयाले। अब चाहिँ म माथि जाँदैछु अनि टेबल हेरेँ। यहाँ चाहिँ मलाई ब्ल्याक कलरको मन पऱ्यो। पहिला चाहिँ मेरो येल्लो कलरको यस्तै कलरको थियो, अहिले चाहिँ मैले ठ्याक्कै बिर्सेँ हैन। अहिले चाहिँ मैले ठ्याक्कै ब्ल्याक कलरको किनेको छु। तपाईहरुको सामने नै अनबक्सिङ गरिरहेको छु। अनि तपाईहरुलाई चाहिँ आजको भिडियो कस्तो लागिरहेछ, मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि तपाईहरुको चाहिँ विदेशमा कसरी दिन कट्छ कमेन्ट गर्न पनि नबिर्सिनु होला। मेरो त यसरी नै कट्छ। अब छुट्टीको दिन नुहाइधुवाइ गर्ने, कपाल सपाल काट्ने, रुम सुम मिलाउने गर्दाखेरि नै दिन जान्छ। तपाईहरुको चाहिँ कसरी जान्छ भन्न नबिर्सिनु होला। यो चाहिँ मेरो स्पिकर हो हैन, यो चाहिँ टेक्नोलोजीको हो, टेक्नोलोजी। यो चाहिँ मेरो स्टारबक। 2 दिनसम्म पानी जस्तोको तस्तै हुन्छ, चिसो हाले चिसो, तातो हाले तातो। यो चाहिँ मेरो ल्यापटप, मैले तपाईहरुलाई नि पहिले देखाइसकेको छु। यो चाहिँ मेरो ल्यापटप हो। अब चाहिँ म सुरुमा माउस जोड्छु हैन, माउस जोडेपछि चाहिँ मलाई आजको भिडियो पनि एडिट गर्नु छ।